भाइ के बनाएको तिमीले? सनफ्लावर? यस्तो हुन्छ सनफ्लावर? गाई जिउ कुन फुल जस्तो छ मेरो कान्छो छोरा? 3 इयर्सको बेबीको एक्स्ट्रा एक्टिभिटी यस्तो छ। गमलामा फुल बनाएको रे। यो के बनाएको? कुन रोग? यो भाइले बनाएको कि तिमीले बनाएको र? लु खतरा लु कलर गरेर देखाउनु। कलर पनि पेन्सिल कलर हजुर। ल ल कति जताले एकछिन यत्रो मान्छेको काम यो गोलो उसको त्यो ड्रइङको सेपदेखि पर जान्छ भनेर यस्तो मिलाएर कलर गर्नुभएको छ भने कति जतन त ल। भोलि पर्सि आर्टिस्ट बन्ने हो क्या भाइ? हो डक्टर नबन्ने? कान्छो छोरा डक्टर नबन्ने? यस्तै ड्रइङ बनाउने? ए यस्तरी नै हुन्छ कान्छो छोरा? ए सानो यता हेर्नु त। तर मान्छेको कामहरू यस्तो छ। कति जतन छ फेरि। अनि कलर लगाऊ न, कलर छ त नि। नलगाऊ नि। अनि खोइ त अरू कलरहरू चाहिँ ल अब हराएपछि त के गर्नु? मम्मीले भाइ यस्तै ड्रइङहरू गरेर खेल्यो मोबाइल हेरेन भने म भाइलाई कलर ल्याइदिन्छु। हस् अर्को न्यू कलर ल्याइदिन्छु, तिमीलाई नि ल्याइदिन्छु, भाइलाई नि ल्याइदिन्छु। ल ल छुट्टा छुट्टी ल्याइदिन्छु, भाइलाई छुट्टी साइरालाई छुट्टी हुन्छ। गुड भाइ तिमी गुड हो? तिमी गुड हो त? कसरी गुड हुन्छ मान्छे भन त? हजुर एबीसीडी को पढ्ने वाला पनि ल्याइदिनु। ल ल ल। अनि अस्ति नै ल्याएको चाहिँ